यो सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको यो नगरपालिका जिल्लाको पूर्वी भागमा अवस्थित छ। साबीको लेक प्राजुल, छिन्चु, रामघाट र मैनतडा लगायत गाविसहरू मिली यो नगरपालिका निर्माण भएको हो। पूर्व गोचे खोला, पश्चिममा मनिराम काँडा, दक्षिण बबई नदी र उत्तरमा भेरी नदीले यस पालिकालाई घेरेको छ। कृषि, पशुपालन व्यवसाय, खाद्यान्न बालीको उच्च सम्भावना भएको यस पालिकाको छिन्चु, तोलीखोला, मदानी चौर, जहरे र झिंगनीका फाँटहरूमा प्रशस्त धान, गहुँ, मकै जस्ता खाद्यान्न बालीको उत्पादन हुन्छ। यहाँ थुप्रै किसानले व्यावसायिक रूपमा पछिल्लो समयलाई भैँसी, बाख्रा पालन गर्दै आएका छन् भने पछिल्लो समय यस पालिकामा साना मझौला खालका उद्यमीहरू पनि फस्टाउँदै गएका छन्, जसलाई नगरपालिका उपप्रमुख स्वरोजगार कार्यक्रमले प्रत्यक्ष सम्बोधन गरेको छ। हाम्रो भेरीगंगा नगरपालिकामा उपप्रमुख स्वरोजगार अन्तर्गत कार्यक्रम हामीले सञ्चालन गर्दै आइरहेका छौँ। उपप्रमुख कार्यक्रम सञ्चालन अन्तर्गत हामीले कार्यविधि पनि तयार गरेका छौँ र आर्थिक वर्षमा पनि हामीले 1,87,00,000 रुपियाँ विनियोजन गरेका थियौँ। त्यसमध्येमा हामीले विभिन्न खालका कार्यक्रम कृषिमा यान्त्रिकरण जोडेका छौँ। विशेष गरी हाम्रो किसानहरूलाई समयको सदुपयोग होस् भन्ने हेतुले र हाम्रा किसानहरूले आफ्नो आर्थिक अवस्थामा पनि जोड दिने हिसाबले त्यो कार्यक्रम सञ्चालन गरेका छौँ भने अर्को कुरा हामीले उद्योग अनुदान कार्यक्रम पनि सञ्चालन गरेका छौँ। उद्योग अनुदान कार्यक्रम अन्तर्गत हामीले त्यो पनि सहुलियत कार्यक्रममा नै गरेका छौँ र हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरू र हाम्रा सम्पूर्ण बेरोजगारी किसानहरू, युवा युवतीहरू पनि स्वरोजगारमा जोड दिनको लागि र आर्थिक अवस्था उहाँहरू स्वरोजगार बन्नको लागि यस्ता कार्यक्रमहरू गरेका छौँ। त्यो कार्यक्रम अन्तर्गत पनि हाम्रो किसानहरूले लाभ लिएको महसुस गर्नुभएको छ। अर्को हामीले पशुपन्छी शाखातर्फ पनि हामीले विभिन्न खालका कार्यक्रमहरू गर्ने गरेका छौँ। उहाँहरूकै माग अनुसार र उहाँहरूकै विचार अनुसार हाम्रो माग पुरा गर्दै आइरहेका छौँ। त्यस कार्यक्रम अन्तर्गत हामीले भकारो सुधारका कार्यक्रमहरू, बाख्राका खोर सुधारका कार्यक्रमहरू गर्ने गरेका छौँ र यान्त्रिकरणतिर हामीले जोत्ने मिनी ट्र्याक्टरहरू वितरण गरेका छौँ भने त्यसपछि गएर विभिन्न खालका सहुलियत पाउने उहाँहरूलाई विभिन्न खालका कार्यक्रमहरू गर्दै गरेका छौँ। अर्को कुरा यो कार्यक्रम गर्दै गर्दा हाम्रा भेरीगंगा नगरपालिकामा 677 जना किसानहरू लाभान्वित हुनुभएको छ। अझै पनि यो कार्यक्रम प्रभावकारी भएको उहाँहरूले महसुस गर्नुभएको छ र हामीले उद्योग अनुदानतिर पनि त्यस्ता खालका कार्यक्रम गरेका छौँ। त्यो कार्यक्रम उद्योग अनुदान कार्यक्रम गर्दै गर्दा हाम्रा युवाहरू पनि जोडिनु भएको छ। पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत हाम्रा युवाहरूले रोजगारी, कृषिमा रोजगारी लिएर विभिन्न खालको उत्पादन गर्नुभएको छ। यति बेला मात्रै पनि हाम्रो यही 11 नम्बरमा कृषि क्याम्पसमा पढ्दै गरेको विद्यार्थीले तरबुजा उत्पादन गरेर मात्रै पनि 14 लाख रुपियाँ अनुदान गरेर उहाँहरूले 60 लाखको आम्दानी गर्नुभएको छ। हामीले पनि उहाँहरूलाई केही सहयोग गरेका थियौँ। त्यसमध्येमा पनि विभिन्न खालका कार्यक्रमहरू गर्दै गर्दा उपप्रमुख स्वरोजगार कार्यक्रमले हामीलाई प्रभावकारिता भएको उहाँहरूले महसुस गर्नुभएको छ र त्यसमध्येमा हामीले महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउनुपर्छ भनेर ब्युटिसियन तालिमहरू पनि चलाउने गरेका छौँ। ब्युटिसियन तालिममा पनि उहाँहरू केही स्थापित हुनुभएको छ भने कसैले रोजगार पाउनुभएको छ। अर्को कुरा हाम्रो जुन बाख्राको खोर सुधारको कार्यक्रमबाट पनि हामीले सहुलियत दरमा नै गरेका छौँ। जति पनि उपप्रमुख स्वरोजगार कार्यक्रम हामीले सञ्चालन गरेका छौँ सबै सहुलियत कार्यक्रम अन्तर्गत गरेका छौँ। उहाँहरूको पनि केही लगानी छ, 50% अथवा 50% पनि छ भनेपछि 70 र 30% पनि हामीले कार्यक्रमहरू चलाएका छौँ। यी विभिन्न कार्यक्रमहरूको माग अझै वृहत रूपमा बढ्दै गएको हामीले महसुस गरेका छौँ र उहाँहरूले पनि सेवा लिइरहेको उहाँहरूले पनि महसुस गर्नुभएको छ। स्वयं व्यक्तितिर अथवा समुदायमा अहिलेको हाम्रो जुन यो कृषिमा नै आबद्ध भएको समुदायमा यो कार्यक्रमले प्रभावकारिता लिएको छ र यसले फेरि अलिकति स्वास्थ्यमा पनि जोड्ने भएको हुँदा हामीले स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरू पनि किसानहरू स्वस्थ रहन पर्छ, सरसफाइ हुनुपर्छ भन्ने हेतुले पनि हाम्रा विभिन्न खालका महिलाहरू अलिकति लाज मान्ने, बाहिर ननिस्किने भएको हुँदा हामीले यो स्वरोजगार कार्यक्रममै अन्तर्गत पनि स्वस्थ जीवनशैली जिउनुपर्छ भनेर हामीले केही कार्यक्रमहरू स्वास्थ्यतिर पनि जोडेका छौँ।
स्वास्थ्यमा जोड्दै, किसानमा जोड्दै, उद्योग अनुदान र उद्यमी उद्योगीहरूलाई कार्यक्रममा हाम्रो किसानहरूलाई आर्थिक अवस्थामा जोड्ने र हाम्रो मुख्य उद्देश्य भनेको उहाँहरूलाई स्वरोजगार बनाउने र उहाँको परिवारलाई समृद्ध बनाएर आर्थिक अवस्थामा जोड्ने खालको कार्यक्रम बनाएर यो हेतुले नै हामीले यो कार्यक्रम सञ्चालन गर्दै आएको। कृषि, पशुपालन व्यवसाय र उद्यमी गर्न चाहने जो कोहीले पनि पालिकाबाट बिना भेदभाव सेवा सुविधा पाएका छन्। यो आर्थिक वर्ष 2082-83 मात्र पालिकाभरि उपप्रमुख स्वरोजगार कार्यक्रम मार्फत 677 जना भन्दा बढी कृषक तथा उद्यमी लाभान्वित भएका छन्। हामीले प्रत्येक वर्ष सुरुवातमा हामीले 2वटा भैँसीबाट सुरुवात, त्यतिखेर हाम्रो नगरपालिकाबाट एउटा गोठ भकार सुधार भनेर एउटा सामान्य भकार सुधार पाएको। त्यहाँदेखि त्यसै क्रममा हाम्रो कृषि क्षेत्र विकास कार्यक्रम भने संस्थाले हामीलाई मेसिनहरू एउटा भकार प्लस गरिदिनु भयो। त्यहाँदेखि तपाईँको त्यो गर्दै जाँदा हाम्रो यो फर्म बढ्दै गयो। नगरपालिकाले पनि थुप्रै सहयोग, प्रत्येक वर्ष मेसिनहरूमा ल्याटरमा उसमा सहयोग गर्ने काम भयो। प्रदेश सरकार निर्देशनालयबाट पनि केही सहयोग भयो। र कृषि क्षेत्र विकास कार्यक्रम र डेरी सुधारको लागि भनेर विभिन्न मेसिनहरू ल्याउने काम भयो। अनि यो क्रस गराउँदाखेरि नगरपालिकाबाट 78,000 रुपियाँ उहाँहरूले त्यो पनि सहयोग गर्नुभयो। त्यसरी नै यो उहाँहरूको थुप्रै सहयोग साथ सपोर्ट पाएर यो काम गर्ने जोस नगरपालिका छ। मैले विगत धेरै लामो समयदेखि नै 10 वर्ष भइसक्यो मैले सिन्चुमा प्रशिक्षक तालिमहरू सिलाइ कटाइको सिकाइरहेको। राम्रो छ। अहिलेसम्म मैले 400-500 सहभागीहरूलाई सिकाइसकेको छु। काम पनि राम्रो गरिराख्नु भएको छ। साथै मैले यस ट्रेनिङ सेन्टरमा सिलाइ कटाइ सिकाइरहँदाखेरि उद्योग शाखाले मलाई अनुदान दिनुभएको थियो। त्यो अनुदान लिएर पनि मैले अहिले सहभागीहरूले राम्रो एकदम छनौटमा पर्नु भएको छ। 15 जना हुनुहुन्छ अहिले गरिराख्नु भएको छ। अनि यसमा राम्रो छ। हामीले व्यापार गार्मेन्ट खोलेको समथिङ तपाईँको 12 वर्ष हुन थाल्यो होइन। र अहिलेको पिरियडमा आएर हामीले 9-10 जनालाई रोजगारी दिइराखेका छौँ। स्थानीयहरूलाई यस राम्रै छ। नगरपालिकाबाट पनि हामीले उत्कृष्ट उद्यमीको प्रमाणपत्र पायौँ, उत्कृष्टको लिस्टमा पायौँ। र नगरपालिकाबाट पनि हामीले अनुदान पायौँ, मेसिनहरू काङ्गर बुन्ने मेसिनहरू पायौँ होइन। र अब आउने दिनहरूमा पनि अब हामीलाई स्वेटर बुन्ने मेसिनको आवश्यकता छ। त्यो पनि अब हामीले उहाँहरूको समयअनुसार उपलब्ध गराउने हुन्छ भन्ने आश छ। म विगत धेरै वर्ष 12-13 वर्षदेखि नै यो स्टार्टअप सञ्चालन गरिराखेको छु। यस अन्तर्गत मलाई वीरगङ्गा नगरपालिकाले उत्कृष्ट उद्यमीमा सम्मानित पनि गरिसक्नु भएको थियो। पुरस्कार पनि पाएको हो मैले। अहिले मसँग चाहिँ 5 जना स्टाफहरू रोजगारी पनि गरिराख्नु भएको छ। धेरै खुसी लागिरहेको छ। पहिला गोरुले जोत्नु पर्थ्यो, ठुला कामहरू पनि गोरुले गर्नुपर्थ्यो। अब साना तिना सबै मेसिनले गर्न पाउँदा अनि छोराहरू पनि अनि साना भए पनि जोत्ने खन्ने सबैले महिला पुरुष दुवैले जोत्न पाउँदा खन्न पाउँदा धेरै खुसी। यस नगरपालिकाको उद्योग विकास तथा सहकारी शाखाले आफ्नो क्षेत्र अधिकारभित्र रही उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, पूर्जी वृद्धि, प्रतिलिपि संशोधन र खारेजी जस्ता काम गर्दै आएको छ। हाम्रो भेरीगङ्गा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाबाट हामीले दिने सेवाहरू विभिन्न वाणिज्य फर्महरू, उद्योगहरू दर्ता, नवीकरण लगायतका विभिन्न कामहरू गर्छौँ। त्यसै गरी सहकारी दर्ता, विनियम संशोधन लगायतका सहकारी सम्बन्धी क्षमता विकासका तालिमहरू पनि हामीले सञ्चालन गरेका छौँ। त्यसै गरी अटो तथा ई रिक्सा सम्बन्धी सचेतना, अनुगमन लगायतका हामीले कार्यक्रम गरिराखेका छौँ भने टोल विकास दर्ता, नवीकरण लगायतका क्षमता विकासका टोल विकासका पदाधिकारीहरूलाई क्षमता विकासका कार्यक्रमहरू पनि हामीले सञ्चालन गरेका छौँ। त्यसै गरी गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेटपा अन्तर्गत हामीले विभिन्न क्षमता विकासका तालिमहरू सञ्चालन गरेका छौँ। त्यसै गरी हामीले घरको इजाजत पनि यहाँबाट प्रदान गरिराखेका छौँ भने हामीले विभिन्न समूहहरू, क्लबहरू पनि हामीले यहाँबाट सिफारिस गरिराखेका छौँ। त्यसै गरी घुम्ती शिविर कोष परिचालन समूह पनि हामीले यहाँबाट दर्ता गरिराखेका छौँ भने हामीले निरन्तर बजार भेरीगङ्गा नगरपालिकाका विभिन्न बजारहरू निरन्तर अनुगमन गरेका छौँ, जसको प्रभाव चाहिँ प्रत्यक्ष रूपमा परेको छ। पहिलेभन्दा अहिले धेरै सुधार पनि आएको छ। बजार अनुगमन गर्दै गर्दा विभिन्न म्याद गुज्रिएका, व्यवसाय दर्ता नगरेर सञ्चालनमा गरेका र विभिन्न होटेलहरूमा चाहिँ क्राइटेरिया पुगाएर
सरसफाइ लगायतका विभिन्न कलरहरू हाल्ने काम चाहिँ धेरै सुधार भएको छ। उहाँहरूलाई जनचेतना पनि भएको छ, सबैजना जोडिनु पनि भएको छ। अहिले दर्ता नवीकरणमा सबैजना अपडेट हुनुहुन्छ। त्यसै गरी हामीले कृषकहरूलाई गाई भैँसीको भकार सुधार, बाख्राको खोर मर्मत लगायतका हामीले विभिन्न मिनी टेलरहरू, घाँस काट्ने मेसिनहरू दिएर उहाँहरूलाई चाहिँ उहाँहरूको उद्योग प्रवर्धनमा धेरै सहयोग गरेका छौँ। उद्योग अनुदान कार्यक्रम मार्फत पनि हामीले उद्योगीहरूको माग बमोजिम चाहिँ हामीले आवश्यकता आधारमा स्थलगत अनुगमन गरेर विभिन्न प्रविधिहरू हस्तान्तरण गरेर हामीले चाहिँ उद्योग प्रवर्धनमा धेरै सहयोग पुर्याएका छौँ। हाम्रो शाखाबाट हामीले सञ्चालन गरेका कार्यक्रमबाट प्रत्यक्ष किसानहरूलाई प्रत्यक्ष बजारमा चाहिँ धेरै प्रभाव परेको छ र धेरै फरक पनि हामीले पाएका छौँ। सम्पूर्ण उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग विकास तथा सहकारी शाखाले यस आर्थिक वर्षमा मात्र 5 पटकसम्म खाद्य वस्तुको गुणस्तर चेक जाँच गरी गुणस्तरहीन वस्तु बिक्री वितरणमा रोक लगाएको छ। शाखाले आफ्नो क्षेत्रभित्रका बजारहरूमा अनुगमनका काम निरन्तर गरेको छ। साथै अनुगमनका क्रममा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता, नवीकरण, नाप तौलको प्रमाण, लेबलमा खुलाउनु पर्ने कुराहरू स्पष्ट उल्लेख भए नभएको, म्याद नागेको सामग्री, स्थायी लेखा नम्बर, खरिद बिक्री बिल दिने प्रक्रिया भए नभएको, खाद्य अनुज्ञा पत्र, मासुको गुणस्तर सन्तोषजनक भए नभएको, मिठाईको गुणस्तर भए नभएको र ग्यासको तौल मूल्य लगायतका विषय चेक जाँच गरेको छ। हाम्रो यस भेरीगंगा नगरपालिका सुर्खेतमा उपप्रमुख स्वरोजगार कार्यक्रम र उद्योग शाखाबाट सञ्चालित कार्यक्रमले वास्तवमा यस नगरपालिकाको निम्न स्तरका आय भएका नागरिकहरूको हितमै काम गरेको छ। विशेष गरेर हामीले उहाँहरूलाई आधुनिक कृषि औजार लगायत आफैमा त्यो कार्यक्रम पनि आफैमा स्वरोजगार सिर्जना गर्ने खालको भएको हुनाले आत्मनिर्भरमा रहनको लागि नै यो कार्यक्रमको मुख्य थिम त्यसरी ल्याइएको हो। र हाम्रा 13वटै वडाहरूमा समानुपातिक ढङ्गले हामीले यो कार्यक्रमलाई अगाडि बढाएका छौँ। गत आर्थिक वर्षमा जसरी सञ्चालन भएको यो कार्यक्रम हो उपप्रमुख स्वरोजगार कार्यक्रम र उद्योग शाखाबाट सञ्चालित रोजगार किसिमका कार्यक्रमहरू यो आगामी वर्ष मात्रै होइन, यो चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमले निरन्तरता पाएको छ। विशेष गरेर विपन्न पिछडिएको क्षेत्र, वर्ग, लिङ्गलाई समेटिएर केही मापदण्डहरू निर्धारण गरिएको छ र ती मापदण्डकै आधारमा टेकेर नै हामीले यो कार्यक्रमलाई निरन्तर दिँदै आएका छौँ। यसले राम्रो प्रभाव पारेको छ। विशेष गरेर यो नगरपालिका भेरीगंगा नगरपालिका भौगोलिक हिसाबले पनि तपाईँको राष्ट्रिय निकुञ्जसँग जोडिँदै त्यसपछि आएर अलिकति यो भेरी नदीको छेउसम्म पनि जोडिएको, बबई नदीको सिमानासम्म जोडिएको हुनाले पनि धेरै अलिकति दुर्गम ठाउँमा छ। माथि आय स्तरमा वृद्धि गर्ने, विशेष गरेर हामीले कृषि औजारहरू त्यसपछि अन्य किसिमका आय आर्जन हुने खालका चाहिने कार्यक्रमलाई नै हामीले प्राथमिकतामा राखेर नै यो कार्यक्रमको अवधारणा लिइएको हो। जसरी हिजोका दिनहरूमा यसले आफ्नो उद्देश्य प्राप्ति गरेको छ, यो चालु आर्थिक वर्षमा पनि यो कार्यक्रमले अझै सफलता पाउँछ। यस आर्थिक वर्षमै साना उद्यमीहरूको विकास र विस्तारका लागि, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत सामाजिक परिचालन, उद्यमशीलता विकास तालिम, 3 महिने बेसिक सिलाई कटाई तालिम, प्रविधि हस्तान्तरण कार्यक्रम, उद्यमी र वित्तीय सहकारी संस्था, बैंक बीच अन्तर्क्रिया जस्ता कार्यक्रम भएका छन्, जसले भेरीगंगा नगरपालिकामा किसान तथा उद्यमीहरूमा हिजोका दिनहरूमा भन्दा आजका दिनमा निकै भिन्नता ल्याएको छ। यस कार्यक्रमबाट 145 जना भन्दा बढीमा सिकाइ भएको छ। हाम्रो यो आर्थिक विकास
समितिमा जुन हाम्रो शाखाहरू छ होइन, त्यसमा हाम्रो जस्तै उद्योग शाखा छ, कृषि शाखा छ, पशुपन्छी शाखा छ, रोजगार शाखा छ होइन। यो शाखा अन्तर्गत हामीले गर्नुपर्ने कामहरू अहिलेसम्म यो हाम्रो शाखाले जुन यो आर्थिक वर्षमा जुन काम गरेको छ, हामीले वास्तवमा भन्नुहुन्छ भने यो भेरिया नगरपालिकाका जति पनि हाम्रा कृषकहरू छन्, हाम्रो कार्यक्रम भने कस्तो हुन्छ भन्दाखेरि प्रत्यक्ष अब यो उत्पादनमूलक, रोजगारीमूलक, यो आम्दानीमूलक र त्यस्तो खालको कार्यक्रम यो शाखाबाट हाम्रो सञ्चालन भएको छ। जस्तै हाम्रो उद्योग शाखाले चाहिँ अब सहकारी दर्ता, सहकारी नवीकरण होइन, जस्तै हाम्रो टोल विकास दर्ता गर्ने, टोल विकास नवीकरण गर्ने, इजाजत दर्ता गर्ने, अटो रिक्साको तालिम दिने, यस्ता किसिमको कार्यक्रम पनि हाम्रो चाहिँ हुन्छ होइन। त्यसपछि लगाएर हाम्रो शाखाहरूले गरेका अहिलेसम्म हामीले जो युवा सम्बन्धी, युवालाई रोजगार गराउन लागि हामीले सिलाइ कटाइ कार्यक्रम पनि हामीले त्यो एउटा चाहिँ सिलाइ कटाइ कार्यक्रम पनि राखेका छौँ। त्यसै हामीले जस्तै अब हामीले प्रत्यक्ष कृषकहरूलाई नै हामीले लक्षित गरेर हामीले चाहिँ गाई भैँसीको भर्खर सुधार कार्यक्रमहरू पनि हामीले गर्छौँ होइन। त्यसपछि बाख्राको सुधार कार्यक्रम पनि हामीले गर्छौँ। जस्तै अहिलेसम्म कुरा गर्नुहुन्छ भने गाई भैँसीको भर्खर सुधार कार्यक्रममा हामीले 106 जनालाई चाहिँ अब वितरण गरेका छौँ भने बाख्रा सुधार कार्यक्रममा चाहिँ हामीले 83 जनालाई त्यो कार्यक्रम गरेका छौँ। दुध डेरी 1 जनालाई चाहिँ त्यो कार्यक्रम गरेका छौँ। माछा पोखरी 1 जनालाई कार्यक्रम गरेका छौँ। त्यस्तै अब हाम्रो सादा मेसिन भन्ने छ, हामीले चाहिँ किसानलाई सहयोगमा सादा मेसिन चाहिँ हामीले 110 जनालाई वितरण गरेका छौँ। त्यस्तै हामीले जुन इलेक्ट्रोनिक सादा मेसिन पनि हामीले चाहिँ 110 जनालाई वितरण गरेका छौँ। जस्तै गाई भैँसीकोलाई म्याट भनेर हामीले त्यो 92 जनालाई पनि त्यो कार्यक्रम वितरण गरेका छौँ होइन। अब त्यसपछि लगाएर हामीले मिनी टेलर भनेर 166 जनालाई वितरण गरेका छौँ। जस्तै मोटर वितरण 93 जनालाई गरेका छौँ होइन। अब यस्तै हामीले गरेका जुन यो हामीले यो अहिले मान्छेका सिँचाइ खानेपानीका पाइप मान्छे तत्काल खोज्छन्, त्यस्तालाई पनि हामीले लगभग 187 जनालाईसम्म त्यो खालको हामीले वितरण गरेका छौँ होइन। अब त्यस्तै हाम्रो यो जुन गनेउला मल भन्ने छ, हामीले गनेउला मल पनि हामीले चाहिँ त्यो साइन्टी खोलामा चाहिँ एउटा चाहिँ गनेउला मल प्रशोधन केन्द्र हुनाले उत्पादन त्यहाँ चाहिँ गरेका छौँ। त्यस्तै बेसार पनि हामीले बेसार प्रशोधन केन्द्र भनेर जरेमा त्यो खालको चाहिँ सुरुवात गरेका छौँ। जस्तै रैथाने बाली भनेर कोदो जुन हाम्रो 125 रोपनीमा हाम्रो मेरो वडाको लेखाइ ठिकाल र यो 6 नम्बर वडाको किचमा त्यो खालको चाहिँ हामीले सुरुवात हाम्रो यो शाखाहरूले गरेको छ। यस्ता कार्यक्रम गरेर हामीले चाहिँ प्रत्यक्ष किसानहरूलाई रोजगारी र अब युवा युवतीलाई रोजगारी गराउने खालको त्यो खालको कार्यक्रम चाहिँ हामीले वास्तव हाम्रो शाखाबाट चाहिँ त्यो खालको कार्यक्रम प्रत्यक्ष गएको छ। अब त्यो भएर पनि अहिलेसम्मको जुन हाम्रो कार्यक्रम हेर्दाखेरि अब हुन त हाम्रो बजेट हुन्न, बजेट अनुसारले बजेटले भ्याएसम्मका हामीले यस्ता खालका कार्यक्रम लिएर चाहिँ हामीले कृषि, पशुपालन र व्यवसायले देशलाई परनिर्भरबाट जोगाई देशको अर्थव्यवस्थालाई बलियो बनाउँछ। विगतमा नेपालमा कृषि प्रणालीलाई जीविकोपार्जनका रूपमा मात्र लिन्थ्यो, तर संघीयतापछि स्थानीय सरकारले आफ्नो पालिकाभित्र कृषि, पशुपालन र व्यवसायका लागि नीति तथा कार्यक्रम बनाउन थालेपछि हरेक युवा वर्गमा केही आशा जागेको देखिन्छ। भेरीगंगा नगरपालिकामा पनि त्यस्ता थुप्रै प्रतिनिधि पात्र छन् जसले वैदेशिक रोजगारीमा नगई आफ्नो पूरा भविष्य स्वदेशकै कृषि प्रणालीमा देखेका छन्। भेरीगंगा नगरपालिकामा उपप्रमुख स्वरोजगार कार्यक्रम र उद्योग विकास शाखाले साना किसान तथा उद्यमीमा निकै ठूलो परिवर्तन ल्याएको नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भएको छ। भेरीगंगा नगरपालिकाको समृद्धिको लागि विभिन्न कार्यक्रम गर्ने सन्दर्भमा भेरीगंगा नगरपालिकामा हामी आइसकेपछि उद्योग विकास शाखा लगायतका विभिन्न शाखा मार्फत रोजगारी सिर्जना गर्न, आय आर्जन वृद्धि गर्न, व्यावसायिक बनाउन, लघु उद्यम विकास गर्नको लागि हामीले खास गरी उपप्रमुख स्वरोजगार कार्यक्रमको कार्यविधिको आधारमा
नगरपालिका सङ्घीय सरकारसँग समन्वय गरेर हाम्रो संयुक्त साझेदारीमा प्रमुख स्वरोजगार कार्यक्रम अन्तर्गत विशेष गरी कृषि क्षेत्रमा पशुपालन, कृषि उत्पादन लगायत साना व्यवसाय र लघु उद्यम लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छौँ। त्यसले निकै ठुलो प्रभाव पारेको छ। विशेष गरी अझ महिला किसानहरूको सन्दर्भमा र अपाङ्गता भएका व्यक्तिहरूको घर परिवारमा पनि यो चाहिँ हामीले प्रसार गरेका छौँ। प्रमुख स्वरोजगार कार्यक्रम अन्तर्गत हामी आइसकेपछि निरन्तर रूपमा चाहिँ यो कार्यक्रम मा सङ्घीय सरकारको साझेदारी र हाम्रो चाहिँ रकमको आधारमा कृषिमा गोठ सुधार, खोर सुधार, कृषि तथा पशुपालनभित्र गोठ सुधार, खोर सुधार, घाँस काट्ने मेसिन, विद्युतवाला मेसिन, सादा मेसिन सहित त्यसपछि जोत्नको लागि चाहिँ मिनी ट्र्याक्टर, मिनी टेलर भन्छ, मिनी टेलर लगायतका यी चाहिँ उपकरणहरू पनि हामीले हस्तान्तरण गरेका छौँ। र सँगसँगै अहिले व्यावसायिक रूपले पशुपालन गरेका गाई भैँसीको लागि म्याट, राम्रो खालको चाहिँ म्याट, विषयवरी म्याट त्यो सही गरेका छौँ। र उद्यम व्यवसाय गरेकालाई उद्योग अनुदान पनि दिएका छौँ र उत्कृष्ट व्यवसायलाई प्रत्येक वर्ष पुरस्कृत पनि गर्छौँ। र सँगसँगै हामीले कृषि मेला प्रदर्शन पनि गरेका छौँ। यी सबैले गर्दाखेरि उपप्रमुख स्वरोजगार कार्यक्रम र सँगसँगै उद्योग शाखाको विभिन्न कार्यक्रम, जसमा मेडपा कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम जो नेपाल सरकारको छ, यी सबै कार्यक्रमलाई व्यवस्थित गरेर हामीले अगाडि बढ्दा भेरीगाँ नगरपालिकामा कृषि क्षेत्रको विकास, कृषि उत्पादनमा वृद्धि, बजारीकरणमा सहयोग, उत्पादनमा उपकरणको सहयोग र चाहिँ आय आर्जनमा वृद्धि हुँदै समग्र चाहिँ भेरीगङ्गावासीको समृद्धिमा यसले ठुलो टेवा पुर्याएको छ। र खास गरी अझ महिला व्यवसायहरूलाई र अझ चाहिँ महिलाहरूलाई सहज गर्नको लागि, जस्तो मिनी टेलर जसले पनि चलाउन मिल्ने, घरमा महिलाहरू नै बस्ने भए हुनाले विशेष गरी केही मान्छेहरू कमाइ काज गर्न अन्य देशमा पनि जाँदा घरमा महिलाहरू मात्रै हुने भए हुनाले यो चाहिँ जो सानोतिनो भए पनि उपकरणहरू छ, मिनी टेलर, घाँस काट्ने मेसिन, यी सबै कुरा एकदम सरल रूपमा गर्न सकिने भए हुनाले यो मार्फत आय आर्जन, आफ्नो व्यवसाय व्यवस्थित र चाहिँ समृद्धिको लागि ठुलो योगदान रहेको छ। हामीले यसलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ। कार्यविधि सहित हामी अगाडि बढेका छौँ। भेरीगाँ नगरपालिकालाई सुखी नगरवासी, समृद्ध भेरीगङ्गा, सुखी भेरीगङ्गावासीको हाम्रो लक्ष्य छ। त्यो पुरा गर्नको लागि उपप्रमुख स्वरोजगार कार्यक्रम र चाहिँ उद्योग शाखा अन्तर्गत चल्ने विभिन्न कार्यक्रम र विशेष गरी त्यहाँ कृषि शाखा, पशु विकास शाखा, रोजगार शाखा लगायतबाट संयुक्त रूपमा एउटा राम्रो खालको चाहिँ सन्देश पनि गएको छ, राम्रो खालको चाहिँ सफलता पनि प्राप्त गरेको छ।